हेलो 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 सबैलाई हेलो आज चाहिँ हामीहरू यति रेडी भएर कहाँ जान लाग्छौँ भन्ने हजुरहरूलाई लागिरह होला। यो चाहिँ अहिले म बादमा भन्छु हामी कहाँ जान लाग्छौँ भनेर। हेर्नु साडी साडी गरे नारी के भन्छ त नारी अनुसारी रेड कलरको है घिउ त्यसपछि छड्के लाएर मेकअप गरेर कहाँ जान लाग्छौँ भनेपछि अहिले हजुरहरूले बिस्तारै थाहा पाउनुहुन्छ। अहिले चाहिँ भन्दैन म मेरो भ्लग चाहिँ अहिले आधीबाट स्टार्ट भयो किनकि बिहानै उठेर रेडी हुनु पर्यो टाइम लाग्यो त्यही भएर चाहिँ अहिलेबाट स्टार्ट गर्दैछु। कोही गइसक्नु भयो यहाँ चाहिँ मसँग बस्नु भयो अनु दिदी आउटफिट देखाउनु त आउटफिट अफ द डे ल। अनि त्यहाँ चाहिँ निशा बहिनीको आमा छोरी लास्टमै आउँदैछौँ। यदि खुट्टा बाँचिन्छ हिल स्यान्डलहरू हिँड्नु परेछ। अनि दिदी यहाँ नाजुक स्थिति छ म बिरामी छु। ओ माई गड कति गर्मी हो। अझै त्यहाँ हो हाम्रो पल्टन। ल हामी चाहिँ पल्टनमा आइसकेछौँ दिदी। ल अब खुलाइदिनुहोस् आज केसमा आइरहेछौँ हामी किन यति सज धजेर आइरहौँ भनेर। तीज प्रोग्राम तर दसैँनिर वाइ भन्नु न। यस्तै त हो नि बोरो। आज चाहिँ तीज प्रोग्राम हुन ला बल्ल अनि त्यही भएर तीज प्रोग्रामको लागि हो। पोङमा दिदी हेलो मान्छेलाई भन्नुहुन्छ होला गर्मी कस्तो भइसक्यो त तीज त गइसक्यो अस्ति नै दसैँ हुन आइसक्यो किन यस्तो गरिरहेको बेइज्जत भन्छ होला। तर ड्यु टु सम रिजन हाम्रो चाहिँ प्रोग्राम लगातार 5-6 चोटि भन्दा धेरैचोटि क्यान्सल कहिले पानी पर्ने कहिले के भएर क्यान्सल भएको थियो। फाइनली चाहिँ आज दिन बार हेरेर साइड जुरेर आजको टाइम चाहिँ ओके भएर गर्दैछौँ। अब चाहिँ म राखेँ हामीहरू चाहिँ पार्टिसिपेट हो। हामीले चाहिँ यस्तो पाइसकेको छ अब चाहिँ प्र्याक्टिस गर्दै हाम्रो पार्टिसिपेन्ट दिदी कस्तो फिल भइरह। ल सबैलाई देखाउँछ के चाहिँ हेलो दिदी। अझै महान तपाईको आगमनले यो समारोह अझै महान हामी सबै ताली बजाएर गर्छौं हार्दिक सम्मान। नमस्कार सिउ म्यामसँग अनुमति चाहन्छु। धन्यवाद म्याम। हामी तीजको समयमा अलि ढिलो भएका छौँ तर भनिन्छ नि ढिलो भए पनि राम्रो भएर आएका छौँ। त्यसले म तपाईहरुलाई तीज सम्बन्धी केही कुरा बताउन चाहन्छु। तीज
फेरि पनि अवसर छ गिफ्ट पाउनको लागि। सबैजना तयार? यस दिदी। अब पछितिर यही वाला जवाब, पीछे से कोई जवाब चाहिए, ठीक है? ध्यान से सुनना, ये पीछे वालों के लिए है। मैले चाहिँ एउटा एन्सर राइट दिएर गिफ्ट पाएँ मैले। हाम्रो दिदीबहिनीलाई सेलेक्ट गर्नु। लिपस्टिक है, लिपस्टिक। अब म एक एक गरेर अगाडि मञ्चमा आइदिनु होला। अहिले भनौँ कि बादमा भनौँ? भन्ने मैले होइन, बादमा भनौँ ल, ब्रेक गर्दैछु। भन्ने कि नहीं? ल त हाम्रो फर्स्ट नाम आएको छ। म नम्बरले लिन्छु नाम है। नम्बर भनौँ? नम्बर भन्छु ल। भन्ने समझ रहे हो? समझ रहे हो आप? नंबर 1 ओशिन थापा। कहाँबाट जाने? त्यहीबाट जाने एउटा है। अब सेकेन्ड नम्बर इस प्रकारले छ। भन्छु अब म एकैछिन के हो न। Contestant number 6, Sakina Taman, Zohar. अब पालो छ contestant number contestant number 7 Anu Gunu. Next contestant number contestant number 8 Rima Moda. Next हाम्रो contestant number contestant number 9 नीता देवी। जोरदार तालीको साथमा स्वागत गरिदिनु होला।
त्यो मान्छेले त्यसपछि आउँछ कन्टेस्टेन्ट नम्बर 10 मनीषा रोका। अब लास्ट कन्टेस्टेन्ट म्याम के लेख्नु भएको छ बुझेकै छैन, म बुझ्नै सकेको छैन। लास्ट नम्बर के हो यो, म बुझ्न सकिन। लास्ट कन्टेस्टेन्ट हो नम्बर 12 पुनम लामा गुरुङ। जोरदार तालीको साथमा बहिनीको स्वागत गरिदिनु होला। हाम्रो सबै पार्टिसिपेन्ट स्टेजमा आइपुग्नु भएको छ। जो पनि सेलेक्ट भएको छ सबैजना बहुत राम्रो थियो, तर अलिकति हामीलाई सेलेक्ट त गर्नै पर्छ। त्यही भएर हाम्रो 7 जना सेलेक्ट हुनु भएको छ। अब म बहिनीहरूलाई बताइदिन्छु पहिल्यै। अब हजुरहरूलाई कुछ क्वेशन्स म बाउन्ड राखेर दिन्छु। त्यो क्वेशन्स हजुरहरूले पाले उठाउनु। अगर त्यो क्वेशन हजुरलाई समझमा आएन त हजुरहरूले नेक्स्ट स्टेजको लागि मलाई भन्न सक्नुहुन्छ। त्यो सबैजनाको लागि बुझ्नुभयो। और क्वेशन अगर समझमा आउँदैन त म त्यसलाई नेपालीमा ट्रान्सलेट गर्छु। हिन्दीमा लेखेको होला तर नेपालीमा ट्रान्सलेट गरेर म दिन्छु अनि त्यसपछि हजुरहरूले आन्सर दिनुहुन्छ। बुझ्नुभयो? क्लियर छ सबैजनालाई? अगर हर इंसान को रोज सिर्फ एक सामाजिक कार्य करना जरूरी हो तो आप कौन सा काम चुनेंगे? जोरदार ताली हाम्रो विजेताहरूका लागि। अब पार्टिसिपेन्ट्स सबैभन्दा पहिला रङ्गोलीको लागि दुर्गा प्रधान। रङ्गोलीको लागि दुर्गा प्रधान। ल बधाई छ। थ्याङ्क यू दिदी। प्रोग्राम भयो, अब सक्यो। अब घर जाने, अब खाना खाने अनि घर जाने। फाइनली प्रोग्राम भ्याइयो। अब चाहिँ खाना ग्रुप पिक्चरको लागि सबैजना पिछाडि
ल्याइदिनुहोस्। खाना खान जाने अब छिटो भन्दा छिटो। गिफ्ट पाउनुभयो देखाउनु गिफ्ट देखाइदिन्छ केसको हो यहाँ चाँदीको झुम्का छ, यहाँ पैसा छ, यहाँ ब्याग छ, सबै फ्री। त्यसको लागि भन्दाखेरि चाहिँ दिदीले चाहिँ हाम्रो पल्टनमा चाहिँ हुनाट हाटमा चाहिँ एकदम राम्रो काम गर्नुभएको थियो, ब्याग ह्यान्डमेड ब्याग गराएर, त्यही भएर अनि हाम्रो बहिनी चाहिँ आज सेकेन्ड रनर अप हुनुभएको छ। खिच्नलाई र खाना खानलाई निस्केको हामी सबैजना। खाना लगाएको हामीले बिरयानी र राइता। निजा बहिनी अनु दिदीले चाहिँ नखाने गरे। यो चाहिँ हाम्रो अनु दिदीले चाहिँ पाउनुभएको छ। चुरा हल्लाइदेऊ, चुरा देखाइदेऊ। आहा आज मिन्छाङले कति राम्रो चुरा लगाएको। कसले किनिदिएको यो? ल हल्लाइदेऊ फेरि, बेबी हल्लाइदेऊ मिन्छाङ। ओ गुड। हामी चाहिँ अब प्रोग्राम भ्याइएर खानासाना खाएर सबै गरेर घरतर्फ लाग्दै गरेको। अनु दिदी यहाँ चाहिँ अनु दिदी यहाँ टायर्ड मोडमा हुनुहुन्छ। रियालिटी भयो आजको प्रोग्राम प्लस सबै। मिन्छाङ ल पुग्न लागिसक्यौँ। इग्नोर माई मेसी फेस, मेसी फेस त भन्ने मेसी यार, सब इग्नोर। यस्तो गर्मीले पसिना पसिना। अब आइसक्यो, अब एकछिन यहाँ फोटो भिडियो खिचौँ गराउँछौँ, त्यसपछि चाहिँ अनि घरतर्फ लाग्छौँ। फोटो सेसन र भिडियो भइरहेछ। अब चाहिँ आइसक्यो हाम्रो बिल्डिङ, अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ। निशा बहिनी पुगिसक्नुभयो। नमस्ते दिदी। हामी चाहिँ अब बिल्डिङमा पुगिसकेको छौँ। आयो निशा बहिनीको, म आउँछु। प्रोग्राम चाहिँ भ्याइयो, म चाहिँ रुममा आइसकेँ आफ्नो। अनि आज चाहिँ मेरो गिफ्ट रहेको छ यो, र यो चाहिँ भिडियोहरू हेरिदिनु होला, माया गरिदिनु होला। बाई बाई। आजको लागि चाहिँ यति, बाई।